कस्तो गाह्रो भएको छ है फाइनली मा यस सागर बसन्त किस्ने हेलो एभ्रिवान वेलकम ब्याक अगेन न्यू डे न्यू ब्लग फेरि स्वागत छ सबैजनालाई अनि सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिक छु तर अनि चाहिँ अहिले हामी छौँ हाम्रो सल्लाहघारीमा मर्निङ भ्यू हेर्न आएको थियौँ हामी 10 बजेतिर भनौँ अनि यहाँ छ प्रिन्जे कट्टु बहादुर हेलो भन् ब्लगमा हेलो गाइस यस्तो छ होइन ल अनि सरर अगाडिको भ्यू पनि एकदम राम्रो छ अहिले त पुरै खुइलिसक्यो पुरै स्याम्मै छ नाङ्गो जस्तो देखियो त्यो मिलन बस्ती भइहाल्यो अनि त्यही हामी यसो आएको थियौँ रमाइलो गर्न अनि यहाँ टिकटक बनाइराख यसले यहाँ आगो बलिराख देख्छौँ हामी अनि त्यही अब एकछिन यसो फोटोसोटो खिच्छौँ अनि हल्का चिल आउट हुन्छ अनि त्यसपछि चाहिँ फेरि घर जानुपर्ने हुन्छ आज शनिबारको दिन अब के कस्तो हुन्छ हेर्दै जाउँ रमाइलो गर्नुपर्छ त्यही नै हो अहिले चाहिँ अब एकछिन यसो टिकटकहरू गइरहेको हुन्छ ए चड्डी देखिरहेको त बाबु चड्डी ग्याङ चिल छ जोस मान्छे हाम्रो फोटोसुट पनि सकिसकेको छ अहिले भिडियो सिडियो नै हल्का हान्यौँ टिकटकमा पनि हेर्न सक्नुहुन्छ हजुरहरूले अनि त्यही अब चाहिँ हामी बिस्तारै जानुपर्ने हुन्छ नि आज हाम्रो चर्च पनि छ शनिबारको दिन नि त अनि त्यहाँ अब बिस्तारै मान्छेहरू नै आउँदैछन् यसको नाममा त कहाँ जान्छ लाल सलाम भन्दै यसलाई चाहिँ बाबाले चुनाव लाहा अनि यो चाहिँ यो हामी भने चाहिँ पुरै ताराको समक्षमा त्यो भोटिङ कार्ड छ र बना साँच्ची एसडीमा हाले बाबु ऊ त्यो एसडी फिक्स डकुमेन्टमा त अब पर्दैन डकुमेन्ट हालिदिनु मैले ल त्यो हामीले यहाँ रेड बुल पनि खाएको थियौँ यहीँ खैस अनि यता तल कहिले खाएको थियौँ हामीलाई नै थाहा छैन के खाना त हामीले खा कहिले खाएको थियौँ चाहिँ थाहा छैन भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई मेरो पनि राम्रो आएको त यार मेरो पनि राम्रो आएको त ल त्यही अब घरतिरै लसिनु पर्ने हुन्छ अनि खानासाना खाएर आज अब कता के गइन्छ हेर्दै जाउँ ल अहिले चाहिँ हामी सल्लाहहरूबाट आइसक्यो अनि खानासाना खाएर अनि अब चाहिँ लुगा धुन जानु लाग्यो तान्द्राङदेखिको फोहोर त्यो जर्सीमा आमामा त्यत्तिकै बसिरहेको रहेछ अनि खोजेर फेरि मोजा सोजा सबै अनि त्यहाँ एक बाल्टी अनि त्यहाँ छ अनि त्यति चाहिँ अब घर पानी पनि भरेर हुन्छ नत्र घरमै धुनुहुन्थ्यो त्यही भएर चाहिँ अब म र विजय भएर पँधेर जान लाखाम अनि मैले धेरै पछि मेरो स्ट्यान्ड पनि पाइसकेँ कहाँ कहाँ रहेछ तर यो पुरै भाँचिसक्यो अनि यो बौला यहाँ नुहाइराख पँधेरामा लुगा धोराएर यहाँ आएर नुहाउँछ के भन्ने अब यसको मैलो मान्नुपर्छ कस्तो फोरी के हो यो कालो पख म खत्रै मारेर दिन्छु त्यसले के लाएर बोर्मिलामा किन पनि चिसो पानी नगरे बोर्मिलामा त चिसो पानी हाल्ने हो त त्यसै बच्चाले त्यसै तातो पानीले नरो हुन्छ आनन्द भएन खुट्टामा मार्छ कि मैले तातो पानीले नुहाउँछ यार थैट हेर त मेरो हातै कुहिया जस्तो भयो विजय भात हाल्ला फेरि बल्ल टलक्क टल्क्यो यार मान्न त के भन किन तेरो छैन र यस्तो फोरीहरू देख्नुपर्छ ल यस्तो हुन्छ नि बढी त फेरि फ्लेक्स छिटो गर छिटो बाबु गइहाल ल हामी चाहिँ निक्लिसकेका छौँ अनि यहाँ चाहिँ हाम्रो घर बनिरह रमेश दाईको देख्न सक्छौँ यतिको भइरह यहाँ कति चाँडै विकास हुँदैछ गाउँ यस्तो छ है विजय अगाडि छ मेरो हालत चाहिँ देखाउन अलि मिल्दैन किनकि दुईटै हात प्याक छ यस्तो ल त्यही हो जे यहाँ बन्दैछ घर नयाँ
यो हामीले बनाएको तलको गाउँ यो चाहिँ लस्सी यो विन्द पँधेरा ल अहिले चाहिँ हामी बिस्तारै पँधेरा आउनु लागिसकेका छौँ अनि यहाँ चाहिँ पुरै विकास भइसकेको रहेछ पँधेरा पनि सरसफाइको कामहरू एकदम राम्रो छ भएको रहेछ खुसी लाग्यो यहाँ काम गरिदिनु भने हाम्रो आदरणीय व्यक्तित्वहरूलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु यहाँको चाहिँ यस्तो हालत भइसक्यो भारे देखेँ होइन ल यहाँको चाहिँ जे सरसफाइ बवाल भारे चाहिँ ल पहिला यहाँ पुरै सर्पहरू आउनेदेखि लिएर सबै हुन्थ्यो अहिले त फाडिहाल्थेछ तलको बाटो झन् त्यस्तो बवाल देखिरहेको यतिको चाहिँ हुनुपर्छ है गाउँमा भइसकेपछि किनकि हामीले आफै सफा गर्ने हो भने त अरूले आएर गर्दैन तर म थिइनँ यति बेला नत्र म नि आउँथेँ बवाल बनाएर चाहिँ विजय तैँले गरिस् त यो सफा किन यहाँ पहिला कस्तो लेउ भएर मान्छे चिप्लिने समेत भएको थियो यहाँ यस्तो तल तेरो गाउँ कहाँ हो र कामी काम दमे काम सार्की काम छुट्टाएर भयो त अब गाउँमा अस्त्राङ ठाँटी बजार भनेपछि सिङको ठाँटी बजार भयो क्या आहा यार नाइस बनाएर त पँधेरा त तल पनि पुरै फाट्दै चाहिँ ऐसलुदेखि लिएर हाम्रो सिस्नोको झ्याङहरू पुरै थियो यता त्यता दामी बनाएछ र होप तलको त के अरे धारा पनि सफा गर्दा भएको पानी भ्याएछ त नि आहा नाइस भएछ पँधेरा त यहाँ यस्तो झ्याङ हुन्थ्यो तर अहिले यस्तो सफा यो जस्ता त म बिर्सिनै सक्दैन नि काल हो काल स्टिल आई हेभ ड्याम योर देखेन यो लेउछेउ पनि सफा गर्दा भए त हुन्थ्यो तर यहाँ नि सफा त भए रहेछ अनि यो पुरै गयो यता यस्तो त झ्याङ थियो त पुरै गयो यहाँ झन् पुरै थियो यस्तो राम्रो बनाएछ अहिले त पँधेरा पनि स्याट हेरौँ त दामी ल अब स्वादले धुनु पर्यो लुगा यस्तो हालत खराब हुन्छ आज त लास्टै धेरै छ पानीको मात्रा फेरि थोरै रहेछ यति थोरै छ पानी अब फोहोर पनि फोहोर देखेँ यहाँ राखिन्छ हामीले लुगा चाहिँ अब जसो तसो धुनुपर्ने हुन्छ 0.6 मा आज हामी विजयको 360 हान्दिउँ त्यो त तल नि आइज तलतिर नि गर्दै आइज न ल लेट्स द ब्याटल बिगन ल हामीले चाहिँ लुगा सब पुरै निकालिसक्यौँ यति धेरै लुगा आज आम्मा जर्सी नै जर्सी छ नि त त्यति 9वटा त सेटै छ ए कति हो कुन यो सर्ट हो त जाने हो त पर्सि लाएर अनि यहाँ छ हाम्रो साबुन स्याम्पू जाली काटिसक्यौँ हामीले यहाँ फोहोर जुत्ता यहाँ बाल्टी यहाँ पानी त्यहाँदेखि लाउने लुगा त्यो चाहिँ जहिले नि स्पोर्ट यही हुन्छ यो अल्छीले काँध हुन्छ यति धेरै छ ल धोइहाल्छ म भए ल हाम्रो चाहिँ नयाँ मेम्बर थपिसकेको छ यसो भाइ पनि अनि त्यहाँ अब जर्सीको पाला आइसकेको छ यहाँ जर्सीहरू छ होइन राम्रो देखाएको थिएँ मैले टिकटकमा हालेको एउटा देखेँ फोटो सब एआई हो क्या तिमीहरू हाम्रो जस्तो नेचुरल हो न नेचुरल यतातिर नि सम्म भएर रहेछ जो साल चाहिँ भ्यू दामी छ है पँधेराको मुटुमा ल फाइनली मैले चाहिँ पुरै निहारेर भइसक्यो एक्लैले मलाई यसले सघाइदिन्छ कि भनेको तर यसले केही सघाएन अनि यसो पछि आएर धोइराख यसको अझै त्यति बाँकी छ अब यसलाई चाहिँ बिस्तारै निहार्नु पर्ने हुन्छ हालत खराब भइसकेको छ तर रमाइलो पनि भइरहेको 3 दाजुभाइ ट्याक्क मिलेर फाइनली धोएर चाहिँ भ्याइसक्यो मैले र विजयले यस्तो भन्ने गर्दैछौँ अनि अब चाहिँ हाम्रो च्यालेन्ज हुन गइरहेको छ इन्टरनेसनल च्यालेन्ज सुरुमा विजयको र मेरो हुन्छ त्यसपछि चाहिँ हुन्छ त्यसो भए आउँछ कि आउँदैन यो प्रोग्राममा विजय कम अन लेट्स गो मेरो छाती
टाइम टेबल चाहिँ हामी एडिट गर्ने बेला हालिदिन्छ अहिले चाहिँ यसो भाइ जज गरे के अरे म भन 3 त जज ए 3 2 1 फक मैले स्टाइल भन्ने के गर्ने कस्तो गाह्रो भएको छ है फाइनलीमा यस सागर बस्न त खिच्ने एक गेम मैले जितेँ है बेस्ट अफ 3 हुन्छ रुक 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 एकछिन वहाँ गर्छ नचल्दैन तँले चलेर साइको भइदिएर अघि हालेको थिइस् होइन त खपाल चाहे ए अघि लगाएको थिइस् बबल भइदियो त म त अनि त्यसले कान्नी भित्रै सिरा हाबी चाहिँ मलाई त यति हो कान नसिरा कान नसिर पानी पर्छ कान नसिरा धेरै फाइदाको लागि भने कान नसिरा भने भन्दा बिजे यसो भाइ 1 2 3 श्यामा बगे यदि फाले छिराया सियान 1 2 3 स्टार्ट किराहरु कस्तो त्यो जस्तै हुने ¡Veamos! कस्तो गाह्रो भएको छ अहिले यस्तो बेला मैले के सम्झेँ त म चाहिँ अघि नै निक्लिने मान्छे हो ल मानेर चाहिँ ऊ भिरबाट खसिरह ऊ भिरबाट खसिरह अनि यो टाइममा मैले उसलाई बताइरहेको टाइप त सम्झेँ क्या भने गहनाले मलाई हैन आम्मा नत्र म अघि त छटपटिसकेको थिएँ के खेल्छस् भाइ त्यो दोस्रो गेम त नो बियर भाइ पहिलो झ्याली भयो नि ल भिडियो हेर्न दोस्रो गेम त मैले यति नि गरेको थिएँ एडिट गरेर पछि हेरेर अहिले देखाउँछु छ्या के निकाले लेउ चाहिँ डेन्जर रहेछ यहाँ थेट हेर्नु त हेर्नु त डिस्कस्टिङै रहेछ छ्या हेर के रहेछ उही छ्या यस्तो चाक जस्तै कुहिया रहेछ पानीले छिटो गर बाबु अनि अब यस्तो नुहाउनु पर्यो अब बिस्तारै दोस्रो त बबाले भयो नि त फेरि अनि मैले त्यस्तो सोचिन् त लुगा ल फाइनली हामीले चाहिँ नुहाएर भ्याइसकेको छौँ आइ है है बल्ल आनन्द भयो यिनीहरूलाई किनकि म त हप्ता 5,000 नुहाउँछु यो 1 महिना पछि रे तँ अब कति पछि हो खै त्यहाँ लुगाहरू धेरै छ अब यसलाई अब बाल्टीमा कोस्नु पर्ने हुन्छ ज्याप ज्याप माथि चढेर पानी हल्का उठ्यो मैले त तल गोले नि नगो अब भनौँ न के अर्थ गर्नु पर्यो नि त आफ्नो नत्र त फेरि चिलाइरह यस्तो भइरह के गर्ने अब भइरह सब बोका बोका खान के गर्ने पैसा गाला टालो भने मैले कल गरे नि क्या भिडियो बनायो नि चिलाएर त्यही पैसा गर्ने ल अब यस्तो भोक लागिरह बिहान भात नि यति यति खाएर आएको अब तर मास साग र भात मिठा खानुपर्छ अब घर गएर मासु छ है खाम न त ट्रेङ पुसाइदियो आनन्द साला त्यो गिटारको भिडियो बनाउ ए नयाँसित यता हेर्दा पछि केटाहरू त राम्रो देखिँदै गयो त तँ राम्रो देखिहास् त ओए यार अरू होइन ल ल ल
ल प्याकिङ स्याकिङ भइसक्यो अब चाहिँ अलि लुगा धेरै बोकेर जानुपर्ने हुन्छ मोबाइल स्ट्यान्ड सिस्टेमले अलिक गाह्रो हुन्छ त्यही भएर चाहिँ अब सी यु इन द होम होममेड चटपटे अहिले चाहिँ मैले लुगा पनि सुकाइसकेँ हल्का फुल्का खाजा पनि खाइसकेँ अनि यत्तिकै मोबाइल हेर्दै बसिरहेको छु अनि त्यही अब एकछिनमा यसो तलतिर झर्नुपर्ने हुन्छ अनि साथीभाइहरू अब जति छन् त्यतिजना एकछिन बस्छौँ रमाइलो गर्छौँ बल खेल्नुहुन्थ्यो 2-3जना भन्दा पुग्दैन केटाहरू खेल्नै मान्दैन अब मलाई फेरि धेरै फोर्स गर्न मन पनि लाग्दैन त्यस्तै भइरहेको अब जुत्ताले नि गाडा हाने च्यात्दै किनेछु एउटा भवाले किन्नुपर्छ जस गाउँमा बस्नुको रमाइलो चाहिँ छिट्टै छ भिलेज लाइफ इज बेटर देन सिटी लाइफ यही खुसी लाग्छ मलाई सन सेट भइरहेको त्यहाँ चाहिँ ब्याकमा देख्न सक्छौँ त्यहाँ जर्सीहरू त्यहाँ छ त्यहाँ आज नभएर हो क्या अब होइन आज त हिरो हात लुगा फोहोर भयो नि अनि त्यही आज चाहिँ यो राम्रो चाहिँ हिँड्न सकेछ अलिक खुल्ला ज्यान भएर ला क्या घट्यो नि त 4 किलो कति थिइस् पहिला कति थिइस् 53 भनेपछि त 49 पुगिस् जमिन ल आज नाप्ने ल लिनुपर्छ र कति है र 59 कति रे 53 होइन म 53 नै थिएँ होइन अब म त नैला हुन्छु म कति किलो छु यो 53 थोरै आज कति घट्यो है त ल अन्त यसको अझै मैले फाल्दा थिएन अझै माडौँ भने इनफै आउँछ यो 40 पुग्छ तर पनि अब हेर्नु पुग्दैन अब जस्तो हेरौँ ल लगभग 53 थियो भने होइन हेरौँ है त कति हो चप्पल फुगा ज्याकेट फुगा नाङ्गे वही छोड़ दे तो बिगड़े कति 50 50 जता राम्रो छ बस्दा नहल्ली बस्दा बिगड़े है क्या अस्ति धेरै हल्ला नगर्नु सिधा बस्नु सिधा नहल्ले उही पख यहाँ ब्लर भयो 50 नगर्नु नदबा भने सिधा बस्नु यो 50 है लादा मेरो म कति रहेछ साँच्ची मेरो होइन यस्तो फिट चाहिएको थियो अझै जुत्ता लगाएको चप्पल लाएर त मेरो पनि भइहाल्छ नि ए चप्पल 1 किलो रहेछ चप्पलले त्यत्रो भोटे चप्पल जहाँ म त 53 थिएँ 51 2 कति पो पुगेछ हाम्रो अस्पतालै हो चाहिँ मैले वेट घटाएको थिएँ शहीद स्मृति आधारभूत अस्पताल जाने सुन्ने छ जाम बाबु जाम यार हामी गयो के हो त्यो 1 किलो कि 2 किलो हाम्रो बहिनी चाहिँ यतिसम्म राम्रो छिन् कि काली भए पनि मनको पनि सफा घरको नि डन होइन मैले उसको अर्डर मान्नु पर्छ क्या मान्यो भने अलिक कुटै खान्छ है अनि सक्नुहुन्छ सिधा बस यहाँ सिधा बस है यहाँ तेरो पिपी साइज फोटो हुन्छ त्यो दाँत देखाउनु पाउँदिनस् कपाल मिला निधार पुरै अनुहार कालो बना गोरो बना पखायो 3 2 1 त्यस्तो होइन भने नागरिकताको लागि हो नागरिकताको लागि है 3 2 1 त्यो कस्तो हुन्छ क्या म नागरिकताको लागि खिच्ने यसरी नै बस्नु रहेछ क्या यही टी सर्ट ला मैले मेरो टी सर्ट हो त्यही अब बेस्ट हातले हान्नु पर्ने हुन्छ बिफोर कराई जस्तो सुकी कालो भए पनि डोन्ट जज अ बुक बाइ इट्स कभर हेलो गाइस चाहिँ डाइरेक्ट टक्क लात तरकारी पकाउनु लाग्यो कहिले काम नगर्ने मान्छे आज मासु भइरहेलाई जागर लागेको छ देख्न सक्नुहुन्छ यहाँ मासु पकाइरहेको छ मासु यहाँ मिठो त हुन्छ तर के गर्ने अब जागर लाउँदैन पकाउन त्यही हो यहाँ पकाइराख है खाएला साथीहरू उहाँ चाहिँ अब चाहिँ मैले एउटा यस्तो क्यारेक्टरलाई देखाउन गइरहेको छ हाम्रो एकदम सम्माननीय दिदी हाम्रो जनुका दिदी भन्नु बित्तिकै लाइट पनि बोलिसकेको छ ल यस हाम्रो जनका दिदी उहाँ चाहिँ हेलो जनका दिदी हेलो भन्नु नि त नि हेलो भोट केमा घन्टीमा तारामा के घन्टीमा तारा माओवादी
तपाईँ माओवादी होइन किन खुकुरी निकाल कहिले काहीँ यसो रमाइलो गर्नुपर्छ हाम्रो दिदीहरूसँग आमा हजुरआमा मम्मीहरूसँग पनि अनि त्यही नै हो जस मामाहरूको हजुरआमा मम्मी र दिदी चाहिँ मामाहरू जानुभएको थियो अनि त्यसपछि मामाहरूको हजुरआमा पनि आउनु भएको रहेछ जे होस् एकदम रमाइलो भयो अनि मैले मासु सासु पकाएँ एकदम बवाल तपाईँहरूले यो स्टाइलमा अनि त्यसपछि मम्मीले ढेँडो पनि पकाएको थिएँ स्पेसल फर मी अनि त्यसपछि खाइयो जे होस् रमाइलोसँग खायो त्यसपछि कुराकानी गरियो नाच्यो एकछिन अनि त्यही अहिले चाहिँ अब जे होस् एडिट गर्ने टाइम आइसकेको छ अब बिहानदेखिको एडिट गर्न अनि डेली ब्लग चाहिँ हाल्न सकिरहेन किनकि कन्टेन्ट त्यस्तो राम्रो दिन पाइरहेन तर पनि म आफ्नो बेस्ट चाहिँ दिन्छु एक दुई दिन बिराइ के कस्तो हुन्छ त्यो सिड्युल मिलाउन पाइरहेन अब त्यो पछि प्रोपर वेमा मिलाइरहँला त्यही नै होला आजलाई चाहिँ अब गुड नाइट हुनुपर्ने हुन्छ किनकि रात पनि परिसक्यो 10 जति बज्न लागिसक्यो अब एडिट गरेर अनि खुप्लुक्क सुत्न भोलिबाट फेरि पढाइ छ बिचमा बिदाहरू चाहिँ धेरै नै छ चुनावी माहौल भएर अनि त्यही नै हो अब कसको पक्षमा कसको विपक्षमा कसको समक्षमा हैन कसको के पक्ष ठक्सेमा हुनुहुन्छ यसो कमेन्ट हान्नु अब घन्टी हुनेले घन्टी माटो हुनेले माटो हैन अब ताराले तारा आजस हाम्रो यो गाउँतिर चाहिँ लगभग धेरै जसो तारा नै देख्छु म ताराको चलपल एकदम बवाली छ तर हेर्दै जाउँ अब कसले हात मार्छ र त्यही नै हो आजको लागि चाहिँ अब गुड नाइट हुनुपर्ने हुन्छ म सुत्न त घरै जाने हो तल यहाँ माथि आएर यसो ब्लगिङ गरेको अलि हल्ला तल चाहिँ र त्यही नै हो सी यु ग्याङ इन द नेक्स्ट ब्लग यदि नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला हामी एकदमै नजिक छौँ फोके चाँडै पुऱ्याउनु पर्ने हुन्छ अनि भिडियोलाई लाइक गरिदिनु कमेन्ट बक्समा आएर आफ्नो प्रतिक्रिया दिनु होला जे होस् मेरो डेली लाइफमा जे हुन्छ म त्यही चाहिँ ब्लगको मार्फत उतारिरहेको छु सो त्यस्तो बवालै खालको पनि छैन ब्लग त्यस्तो नराम्रो भन्ने पनि छैन जे होस् बिस्तारै सिक्दै गएको छु होइन सिक्ने चिज कहिले पनि सकिन्न नि त त्यही भएर नै बिस्तारै हुने चिज हो ल अहिलेलाई चाहिँ बिदा लिन्छु गुड नाइट हुन्छु अर्को ब्लगमा भेट्नेछु सबैजना राम्रो छ बस्नु होला स्टे सेफ स्टे हेल्दी हस् धन्यवाद जय नेपाल।